कसैले यसलाई कहीँ पाइलोटिङ गरेको थियो, कसैले कसैको पालामा ऐन बनाएको थियो, कसैको पालामा कार्यान्वयनमा गएको थियो, त्यसैले कसैको यो पेट प्रोग्राम भयो। तर एसएसएफ फेरि अर्को ठुलो शक्तिको पेट प्रोग्राम हो, बुझ्नुभएको छ। त्यसकारण त्यो पेट प्रोग्रामले त्यसलाई मात्रै सफल बनाउन खोजेछ र यो बिमाको यस्तो लथालिङ्ग अवस्थामा त्यताको सङ्गठित क्षेत्र फेरि यसमा समाहित हुन चाहँदैन। त्यसले गर्दाखेरि अब भनौँ न एक किसिमले हेरौँ, निजामती कर्मचारीकै कुरा गरौँ, सङ्ख्या ठुलो छ, सबैले त्यसमा कन्ट्रिब्युट गरेछ। अब यो राम्ररी चलिरहेको छैन भन्ने थाहा पाएको संस्थामा उताको लगानी यता ट्रान्सफर गराउन कोही चाहिरहेको छैन। जुन कमी कमजोरी बिमा प्रदायक कम्पनीहरूले जरामै उखेलेर फालिसक्दो रहेछ, त्यसलाई संस्थागत हुन दिँदैन रहेछ कमजोरीलाई। त्यसकारण एक्चुअली गर्नुपर्ने र अन्य देशको उदाहरण पनि लिँदा त के हो भने हामीले त यो बिमाको मात्रै कुरा गरेछौँ नि, तर हामीसँग 6 अरबको त अर्को विपन्न नागरिकलाई दिने विशेष कार्यक्रमहरू छन्, आमा सुरक्षाका कार्यक्रम छन्। निजीले कुनै पनि बिमा कार्यक्रम भोल्युमको आधारमा प्रफिट लिने हो र प्रफिट पनि मिनिमल लिने हो नि स्वास्थ्यमा त। तर उहाँहरूलाई त केस धेरै आउँछ नि त, केस धेरै आएपछि त कम मार्जिनमा पनि धेरै केस हेरेपछि त प्रफिट भइहाल्छ नि। त्यो हो नि त प्रिन्सिपल, त्यो गरेर छैन के। त्यसकारण त्यो सबै चिजको रेट पुनः रिभ्यू गर्नुपर्छ, त्यो बढाउने होइन घटाउने हो, सबैको रेट स्ल्यास गर्ने हो। र म यो कुर्सीमा छौन्जेल अरू 2-2.5 महिना कति हुन्छ म त्यो स्ल्यास गराएर सेट पारेर छोडेर जाने हो र डाक्टर साहब त्यही डाइरेक्सनमा लाग्नु भएको छ। त्यस कारण एउटा त रेट रिभ्यू, अर्को क्लेम्स भेरिफिकेसनका कुरा, कति अनावश्यक टेस्टहरू गरेर चाहिँ गर्नु पाइएन नि, गर्नेले पनि गर्नु पाएन, माग्नेले पनि गर्नु पाइएन। अब हामीले स्थानीय पालिकाहरू, स्थानीय सरकार र प्रदेश सरकारलाई पनि तपाईँहरू जिम्मेवार है, तपाईँहरूले नि पैसा दिनुपर्छ भनेपछि त उहाँहरूले पनि गएर हेर्नुहुन्छ नि आफ्नो संस्थामा। सेवा दिनलाई त गुणस्तरीय सेवा पनि हो नि, गुणस्तरीय सेवा दिनलाई त डाक्टरहरू त भाग्यवश अहिले हामीसँग हुनुहुन्छ, हामीले छात्रवृत्तिमा पनि पढाएका छौँ, खटाएका छौँ, विज्ञहरू पनि हुनुहुन्छ। तर हाम्रो जुन भौतिक संरचना छ नि त्यसमा अपरेसन थिएटरको नम्बरहरू, त्यसले दिन सक्ने सेवाहरू र यो चाहिँ टिमवर्क हो नि, नर्स लगायत विभिन्न प्राविधिकहरू चाहिन्छ, त्यो 24 घण्टा ड्युटीमा राख्नु पर्यो, त्यो सबै गर्न सकिँदैन।